नारायण काजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा म गृह मन्त्रालय गएको थिएँ। मैले त्यहाँ के भने जो मान्छे तल्लो लेभलका मान्छेलाई चाहिँ जाहेरी हालेको चाहिँ पीडितहरूले हालेको हो, तर ठुलो लेभलको मान्छेलाई चाहिँ जाहेरी मैले हालेको। म आज सार्वजनिक गर्न चाहन्छु। त्यहाँ मैले केपी ओली, आरजु राणा, शेरबहादुर देउवा, मन्जु यी विभिन्न मान्छेलाई चाहिँ कारबाही गर्न मैले निवेदन दर्ता गरेको थिएँ। र आखिरी समयमा नारायण काजी श्रेष्ठले प्रचण्डको छोरी गङ्गा दाहाललाई पनि पक्राउ गर्ने, आरजु, शेरबहादुर, केपी सबैलाई पक्राउ गर्ने अन्तिम तर्खरमा तिनी लागेका थिए। मैले भनेका मान्छे 20% तिनले समाउन सकेनन्। अरू बाँकीलाई समाए। नारायण काजीलाई म धन्यवादै दिन्छु। अरू ठुल्ठुला केपी ओली सहितलाई समाउन चाहिँ उनले कोसिस गरेका थिए। तर के भयो भने अब बालकृष्ण खाँडभन्दा माथि नजानी, अनि एमालेको टोपबहादुरभन्दा माथि चाहिँ नजानी, त्योभन्दा माथि गयो भने त केपी ओली जान्छन्, केपी ओली पछि शेरबहादुर देउवा जान्छन्। त्यही भएर तपाईँको चाहिँ नारायण काजी चुप लागेर बसेका थिए। लास्ट आवरमा मान्छे समाउने भइसकेपछि रवि लामिछानेसँग भेटघाट भयो। अनि तेरो पासपोर्ट र सहकारी काण्ड हामी मिलाइदिउँला केटो हेर, तर तैँले चाहिँ हामीलाई चाहिँ समाउनु भएन। नारायण काजीलाई हटाएर एउटा पाजीलाई ल्याएर चाहिँ राखिदिइहाल्ने भनेर चाहिँ सहमति भइसकेपछि अनि बल्ल मलाई एकजना सांसदले, नाम नभनौँ, सायद बिर्सी पनि होला, एकजना सांसदले फोन गरेर मलाई नारायण काजीले यसरी गङ्गा दाहालदेखि प्रचण्डसहित यी शेरबहादुर केपीलाई अनुसन्धान गर्न पक्राउ गर्ने तयारी गर्दै थिए, त्यसैले त्यसलाई रोक्नको लागि रवि लामिछानेलाई चाहिँ अब गृहमन्त्री बनाउँदैछन् है, सत्ता चेन्ज हुँदैछ है, अब जिम्मेवारी हेरफेर हुँदैछ भनेर मलाई सूचना आएको थियो। आइआइबीले यो सूचना पाएको थियो, यो सत्य थियो। त्यही भएर केपी ओली र प्रचण्डको टाङमुनि छिरेर एउटा केटो, हजुर मलाई सहकारी काण्डबाट उन्मुक्ति दिनु पर्यो, मलाई दोहोरो नागरिकता होइन पासपोर्टबाट उन्मुक्ति दिनु पर्यो भनेर रोइ कराई गर्दै एउटा केटो हिँडो। अनि पछि अब सरकार ढल्ने भइसकेपछि उसले के भन्यो भने म त आरजुलाई पक्राउ गर्न जाँदै थिएँ, पुलिस पठाएको थिएँ भनेर एउटा केटो रोइलो हान्थ्यो। पछि राष्ट्रपतिको निर्वाचनको बेलामा पनि उसले के गर्यो भन्दाखेरि मेरो पासपोर्ट काण्डको मुद्दा नचलाउने निर्णय गर अनि म भोट हाल्छु भनौँ।